हेलो एभ्रिवान गाइज आज मेरो पार्सल आएको छ दुईटा म तपाईहरुलाई पार्सल देखाउने छु। आज चाहिँ मेरो फ्लिपकार्टबाट आएको पार्सल हो अनि यो चाहिँ हो मिशोबाट आएको अनि म तपाईहरुलाई अनबक्सिङ गरेर देखाउँछु। अनि पहिला म फ्लिपकार्टको देखाउने छु तपाईहरुलाई। वाओ गाइस कस्तो दामी आएछ। बट यो सेम मेरोमा छ तर कलर मात्रै डिफरेन्ट अनि मलाई पुरा सुट गरेको थियो अनि मलाई पुरा मन परेको थियो अनि त्यही भएर मैले यो मगाएको हो गाइस। तर मलाई पुरा मन पर्यो। तपाईहरुलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने कमेन्ट गरिदिनुस् ल। अनि म अर्को मिशोबाट आएको अनबक्सिङ गर्नेछु। अब यो सिजर पनि के हो त्यो हातले पनि बुझ्दैन। अब चाहिँ सिजर रहेछ। गाइस यसमा के होला गेस गर्नुहोस् त। सायद गाइस यो नीलर अनि गाजल अनि मस्कारा होला यसमा हैन। अनि यो फाउन्डेसन अनि यो फाउन्डेसन लगाए यस्तो ड्याप 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 गर्ने। तर गाइस म त्यति साह्रो मेकअप गर्दिन। हेर्नुस् होला लगाए भने नर्मल क्रिम लगाउँछु अन्त गाजल नीलर लिपस्टिक लगाउँछु हैन। अन्त यो क्रिम पनि यो पोन्ड्सको त नर्मली लगाउँछु तर मलाई यस्तो मेकअपहरु गर्नु त्यति साह्रो आइडिया छैन गाइस। तर मलाई चाहिँ खासै गाजल नीलर मस्कारा चाहिएको कि गाइस। तर त्यही भएर यस्तो हेरेको त कम्बोमा रहेछ सबै हो। अन्त त्यही भएर खै यो के हो मैले पनि बुझिन गाइस हो। अनि यो पनि के हो मलाई थाहा भएन। अनि यो चाहिँ यो फेस पाउडर फेस पाउडर रहेछ गाइस हो। अनि यो चाहिँ लिपस्टिक रहेछ गाइस। यो चाहिँ त्यो परेला लगाउने रहेछ गाइस। वाओ गाइस त कताबाट खोल्नु हो? यो खोल रहेछ। वाओ कस्तो दामी है। तर नि साँच्चै नै मलाई नि मेकअपको बारेमा त्यति थाहा छैन हो। इन्ट्रेस्ट पनि गर्दिन। तर मैले यो चाहिँ गाइस ब्रस रहेछ किनकि हैन मैले किन चाहिँ अब मैले यो मगाएको भने चाहिँ कोही बेला बिहाहरूतिर जान्छु कोही बेला पार्टी बर्थडेहरूतिर जान्छु हैन। अब हामी बर्थडे बिहाहरूतिर जाँदाखेरि त अब त्यस्तै अब लुगा लगाएर जान्छौँ नि त हामी एकदम हैन। अन्त त्यतिखेर सिम्पल भएर जानु चाहिँ अलिकति यो लाग्यो क्या मलाई पनि। अन्त त्यहाँदेखि चाहिँ मैले मगाएको। त्यही भएर चाहिँ मैले मगाएको। बट म यो सामानहरु युज गर्दिन। गरे भने पनि नीलर गाजल मस्काराहरु त्यति नै युज गर्छु। म लिपस्टिक युज गर्छु अरु त्यति नै युज गर्छु। म अरु केही युज गर्दिन। र गरिहाल्यो भने पनि त्यो बिहाहरूतिर गयो भने यही गर्छु। कस्तो लाग्यो तपाईलाई हैन? बाइ बाइ। आजको लागि यति नै होला। बाइ।